सस्पेन्सन ब्रिज यसको चाहिँ लेन्थ चाहिँ लेखेको रहन्छ। ठुलो यहाँ चाहिँ ताल छ, प्राकृतिक ताल नै हो यो। र यताबाट चाहिँ नदी आएको छ, लामो नदी छ। नदी पुरा छ। ढुङ्गाको बिचमा पनि फेरि थुप्रै रुखहरू छन्। एकदम प्राकृतिक दृश्य अवलोकन गर्ने ठाउँ राम्रो छ। र बजारको कोलाहलबाट एउटा एकछिन रेस्ट आराम पाउनको लागि घुम्नै पर्ने ठाउँ लाग्यो। राम्रो ठाउँ पनि लागेको त्यसैले केबल कार उतातिर चलिराखेको छ। हाम्रो चाहिँ टोली अगाडि छ।